मेरो बुवाको नाम हिराबन राई हो र मेरो आमाको नाम रमिता राई हो। चाहिँ बिहान 5 बजे किताब 5:30 बजे उठ्छु अनि घरमा बाबा आउनु हुँदैन बसेर बस्नुहुन्छ। त्यसै कारण घरको काम सबै मैले गर्छ अनि मेरो एकजना दाइ हुन्छ आयुष दाइले बाख्रा घाँस झर्ने मात्रै काम गर्नुहुन्छ अरू सबै मैले गर्नुपर्छ बिहान पढ्न भ्याउँदिनँ। यो कुरा चाहिँ ठ्याक्कै उहाँको अभिभावकले सुन्दा कति मजा हुन्थ्यो क्या होइन कति पीडा रहेछ त नानीलाई होइन अब कति धेरै काम गरेर पनि उसले पढेर फर्स्ट हुनु भनेको तिमीले कति जित्ने आयो 3.21 भनेको नराम्रो जित्यो होइन यत्रो राम्रो जितेछ। यो कुरा चाहिँ तिम्रो मम्मी बुबा यहाँ आइदिनु भएको भए तिमीलाई सुनाउनु पर्थ्यो कि थिएन होला थियो तर मम्मी बुबा आइदिनु भएको चाहिँ कस्तो लागेको छ मम्मी बुबा नआइदिँदाखेरि नराम्रो लागिरहेको छ नराम्रो अवश्य लाग्छ होइन आफ्नो उपलब्धिहरू सुनाउन पाउँदाखेरि हाम्रै बच्चाहरूको लागि हुन्छ हामी सबै व्यस्त छौँ तर हाम्रै बच्चाहरूको लागि हामी गरिरहेका छौँ होइन यो कुरा चाहिँ अभिभावकहरूले पनि मनन गरिदिनु हुनको लागि अब उहाँको अभिभावक समस्या पुर्याइदिनु हुनको लागि छिमेकीहरूले विद्यालय प्रशासनले पनि म हार्दिक अनुरोध गर्दछु। अरू केही छ नानी भन्नुलाई? म यहाँबाट स्कुलबाट गएपछि घरकै काम हुन्छ अनि खानापिना पकाएर खाएर राति भएको होमवर्कहरू म 10 बजेसम्म सक्छु अनि मेरो मोबाइल पनि छैन म मोबाइल पनि हेर्दिनँ अनि बिहान त्यस्तै हो। सबैले यहाँ फर्स्ट हुने विद्यार्थीहरूको बारेमा कुरा सुन्नुभयो कसैले उहाँलाई पढ भन्नु भएको छैन कि उहाँहरू आफ्नो जीवनको मालिक आफै हुनुहुन्छ आफै पढ्नुहुन्छ आफ्नो लागि आफै गर्नुहुन्छ है। त्यसैले हामीले केही कुरा सिक्नुपर्छ क्या साथीहरूसँग साथीको सङ्गत गरेर मात्र भएन नि होइन सङ्गत दुई खाले हुन्छ अरे नानी हो झिङ्गाको सङ्गत गर्ने हो कि मौरीको सङ्गत गर्ने हो त आफूले चुज गर्नु पर्यो। मौरीको सङ्गतले ममा पुर्याउँछ झिङ्गाको सङ्गतले कहाँ पुर्याउँछ भन्नुहोस् त फोनमा डङ्गुरमा पुर्याउँछ होइन यो कुराहरू मनन गर्नुपर्छ र यस्तो साथीहरूसँग सङ्गत गर्नु पर्यो होइन राम्रो कुराहरू लिनु पर्यो नि साथीहरूबाट है। अरू केही छ नानी भन्नुलाई? शिक्षकहरूको बारेमा भन्नुपर्दा सबै शिक्षकहरू पढाउनलाई समयमा आउनुहुन्छ अनि विजय राई सर चाहिँ उहाँको धेरै काम भएको कारणले होला अफिसमा व्यस्त हुनुहुन्छ। हाम्रो पाठ 1 मात्रै सकिरहेछ अरे सामाजिकमा 17 दिन स्कुल लाग्दाखेरि अनि सरको चाहिँ धेरै काम भएको कारणले होला हामीलाई पाठ 1 मात्रै पढाइ भइरहेको छ। अरू त केही छैन। अनि तिम्रो फेभरेट सब्जेक्ट तिमीलाई